के भएको भाइ त 24 घण्टा पब्जी खेल जाँठा, जतिखेर पनि त्यही टिकटक चला, पढ्नु छैन, दाम छैन, कमाउने दाइ छँदैछ, जतिखेर पनि त्यही आरामले बस खुवाइदिइहाल्छ दाइले, सफथुक भइहाल्छ, जाँठा त्यतिखेर बस। टाउको छ नि, टाउकोभित्र एउटा गिधी हुन्छ क्या, गिधी, त्यसलाई दिमाग भन्छ। मुजी त प्रयोग गर्ने गर्न, लाइफमा त केही त गर्नु पऱ्यो नि। त्यति नै बुद्धि छैन मुजी तँलाई? केही गरेको छैन भनेर मुजी हेपेको होइन तैँले, साला ठुल्दाइ भएर तैँले केही काम गरिस् भने तैँले मलाई यसरी हेप्ने? मुजी एक दिन तँभन्दा धेरै धनी बन्छु नि, त मैले जानेको छु बोल्न आउला चाँठा। ला साँच्चै रिसायो कि क्या हो भाइ? हो त्यसो त भन्नु नहुने बिचरा, जानु पऱ्यो, सम्झाउनु पऱ्यो। बिचरा सुतिरहेको रहेछ। जे भए पनि सानो भाइ हो, यस्तो त नभन्नु पर्ने मैले। ठिकै छ, भोलि भन्छु। एउटा धनी मान्छेको एक्सिडेन्ट होस्, त्यसको ज्यान मैले बचाउँ, न त्यसको अगाडि मान्छेकै होस् न त्यसको पछाडि। अनि मैले ज्यान बचाएको खुसियालीमा त्यसले सबै प्रोपर्टी मेरो नाम गरिदियोस्। पैसा ही पैसा होगा।